विचारक विचारबाट भिन्न हो कि होइन? एउटा शब्दको प्रतिस्थापन अर्को शब्दले गरे तापनि त्यसभित्र लुकेको गति र उद्देश्य एउटै नै हुने कुरालाई बोध गर्न मको परिचयलाई विभिन्न काम प्रणाली, वाद, देश, ईश्वर आदिसँग सम्बद्ध गरेर मलाई नै अझ बढी सशक्त बनाउन खोजिएको कुराबाट स्पष्ट हुन सकिन्छ। म भन्नु नै ज्ञानको संग्रह हो। जब यो म भनेर जान्ने वा चिनिने ज्ञानको अन्त्य हुन्छ, तब उक्त व्यक्तिले स्वयंलाई जीवित वा मुर्दा भनेर चिन्ने कुनै आधार नै रहँदैन। हामीले कुनै पनि आधार वा सन्दर्भ बिना अनुभवलाई सञ्चारित गराउन सक्दैनौँ। जे अनुभव गरिन्छ त्यो ज्ञानको चित्राङ्कन अर्थात् कल्पना हो। अज्ञातलाई अनुभव गरिरहन ज्ञान पूर्ण रूपमा मर्नु पर्दछ र त्यो कुराको श्रवण गर्ने बित्तिकै ऊ डराउँदछ, किनभने मृत्युलाई अनुभव गर्न कर्ताले सक्दैन। स्मरण र ज्ञान एउटै कुरा हुन्, किनभने स्मरण बिना ज्ञानको कुनै मूल्य हुँदैन। कुनै पनि अनुभवको पुनः इच्छा गर्नु भनेको विगतलाई जोड दिनु हो, अर्थात् विचारलाई निरन्तरता दिई ज्ञातलाई अझ वृद्धि गराउनु हो। मानवले स्वार्थविहीनता भन्ने कुरा लगानी गरेर वा प्रयोग गरेर प्राप्त गरिने वस्तुको रूपमा स्थापित गरिएको छ। बाँच्नको लागि एक निश्चित स्वार्थपन आवश्यक छ, तर हामीलाई यो स्वार्थ समाधान गर्न नसकिने ठूलो समस्या बनेको छ। स्वार्थले प्रेमलाई देख्न र स्पर्श गर्न सक्दैन। स्वार्थको वरिपरिका सम्पूर्ण धारणाहरूबाट स्वतन्त्र नभइकन हामी आफ्नो मौलिक भाव र अवस्थामा आउन सक्दैनौँ। विचारको नियम भन्नु नै तर्क गर्नु र बाह्यको प्रत्युत्तर गर्नु हो। तर्कद्वारा निर्धारित सत्यबाहेक अन्य कुरा छैन भन्नु पनि विचार नै हो। भद्र वा अलि राम्रो चिन्तन भन्ने कुरै छैन, केवल सम्पूर्ण चिन्तन शर्तात्मक हुन्छ। झुट भित्रको सत, सत भनिएको भित्रको झुट र सतलाई सतको रूपमा अनुभूति गर्नको लागि स्वयं मानस आफ्नो शर्त र प्रभावबाट बाँधिएको हुनु हुँदैन। एसिया, अफ्रिका, युरोपका नदीहरू सबै नदीहरू हुन्, तर जुन क्षणमा ती नदीलाई शब्दद्वारा परिचित र परिभाषित गराइन्छ, तब त्यहाँ विभाजन हुन्छ। यो विभाजन नदीको सीमितता हो, अर्थात् नदीका सुन्दर गुणहरू जस्तै गहिराई, पानी, बहाव, आवाज आदिलाई सीमित गराउनु हो। धारणामाथि आधारित कार्य निश्चय नै छनौटको कार्य हो। जब मानवले विचारको सीमितता र चलाखीपनको गति देखेर स्वयं विचारले केही गर्न नसकिने कुराको दर्शन गर्न पुग्छ, तब विचार स्वभावतः आफ्नो प्राकृतिक ढाँचामा आउन पुग्दछ। विचारद्वारा स्पर्शरहित भइरहने हुनाले प्राकृतिक अवस्थासँग दिशा निर्देश गर्ने आधार नै हुँदैन र त्यो मौन वा शान्तपनबाट भाग्ने बहाना पनि पत्ता लगाउन सक्दैन। विचार आफ्नो कार्यगत क्षमता भन्दा पर जानु मानिसको शत्रु बन्नु हो। विचार स्वयंले आफ्नो निरन्तरता दिने काम केवल बढीभन्दा बढी प्रश्न सोधेर ज्ञान सङ्कलन गर्नुमा मात्र छ। विचारलाई आकाशमा मिल्किसकेपछिको गर्जनसँग तुलना गर्न सकिन्छ। आकाशमा मिल्कनु र गर्जने काम अर्थात् चट्याङ एकसाथ एकैपटक हुन्छ, तर आवाज प्रकाशभन्दा ढिलो गमन गर्ने भएकोले मिल्कने र गर्जने छुट्टा छुट्टै घटनाहरू हुन् भन्ने भ्रम सिर्जना भए जस्तै विचार अर्थात् गर्जनले कहिले पनि जीवन अर्थात् मिल्कनुको गतिलाई समेट्न सक्दैन। विचार धेरै नै ढिलो अर्थात् सुस्तो छ। निरन्तरताको अन्त्य भन्नु नै समयको अन्त्य हो। सकारात्मकता भन्नु नै के गर्ने भन्ने बारेमा कुनै एक निश्चित योजना वा तरिका दिनु भन्ने बुझिन्छ। स्मरण पूर्ण रूपमा आवश्यक छ।
तर समस्या भनेको स्मरण होइन, बरु त्यो स्मरणलाई आध्यात्मिक रुचि र खुसी प्राप्त गर्ने साधनको रूपमा प्रयोग गर्ने वैचारिक झुकावभित्र रहेको पाइन्छ। चाहना गर्नु नै विचार हो, किनभने विचारको साधन बिना त्यो चाहना पूरा हुनै सक्दैन। मानिसले अर्काको विचारलाई आफ्नो विचार मानेर हिँड्दैछ, तर वास्तवमा मानिसको आफ्नो भन्ने कुनै विचार नै छैन। विचार स्वयंले आफ्नो अल्पकालीन अस्तित्वको कारणले गर्दा स्थायित्वको रूपमा विचारक सिर्जना गरी क्रमशः विचारक र अनुभवकर्ता बनाई आफ्नो अस्तित्वलाई निरन्तर कायम राख्न खोज्दछ। वर्तमानको सुझबुझ विचारमाथि भर पर्दैन, किनभने विचार स्वयं नै एउटा भाग्ने बाहना हो। समस्याको बारेमा सोच्नु समस्यालाई नबुझ्नु हो। जब मानस शान्त हुन्छ तब मात्र वर्तमानले आफ्नो सत्यता स्वत प्रस्फुटित गराउँदछ। विचारलाई जागरण सचेतता गराउनुमा विचारले बनाएका चिजहरूको दर्शन हुन पुग्दछ। विचारले असल र खराब बनाउँदछ। असल त खराबको विपरीतार्थक हो भन्नु केवल विचार मात्र हो। असल जे छ त्यो विचारको उपज होइन। वैचारिक अस्तित्वको सचेत तहमा घट्ने कुनै पनि कार्य प्रतिक्रिया हो। सजीव प्रणालीले गर्ने वा दिने भन्नु नै एउटा र अन्तिम कार्य उत्प्रेरक प्रत्युत्तर प्रक्रियाको एउटा एकीक क्रिया हो। त्यहाँ विचारले हस्तक्षेप गरेर कृत्रिम विभाजन गर्ने बाहेक अन्य कुनै विभाजन हुँदैन। यदि अमापनीयतालाई मापन गर्न सकिन्छ भने त्यो अमापनीयता होइन। हाम्रो मापन अर्थात् नाप्ने गर्ने औजार शब्द हो र शब्द कहिले वास्तविक र यथार्थ हुँदैन। व्यक्तिले जे विचार गर्दछ त्यो विचार कदापि व्यक्तिबाट भिन्न हुन सक्दैन। जे त्यो सोच्दछ त्यो त्यही नै हो, तर त्यसबाट भिन्न सोच्नु भनेको विचारको अनिष्टकारी खेलको सुरुवात गर्नु हो।